रेकर्ड गरेँ है त मैले। ल के क्वेसन हुन्छ जति बेला गर्दा नि सर, अहिले गर्दा नि मिल्यो। हजुर ए ओके ओके, ल गरेको बेलामा केही क्वेसन भयो भने सोध्नु है त त्यति बेला। त्यही त अब बिदाको बेलातिर यसो मिलाएर गर्नलाई त सर। ओके ल हामी चाहिँ त्यसो भए आज डे 3 को कोर्समा जान्छौँ है। अहिलेलाई चाहिँ एकछिन मैले 5 मिनट जति माइक अफ गरिदिएँ है त। ल आज चाहिँ हाम्रो यो डे 3 को छ, जहाँ चाहिँ हामी भोइस ओभर गर्छौँ है। तपाईँहरूको एडभर्टाइजमेन्ट पनि गर्न सक्नुहुन्छ होइन, कुनै आफ्नो बिजनेस छ भने, नभए कुनै एउटा कार्टुन रिलेटेड एक्सप्लेन गरेको पनि गर्न सक्नुहुन्छ, मुभी रिलेटेड पनि गरेको गर्न सक्नुहुन्छ होइन। जे होस् भोइस ओभर भनेको एउटा पछाडि चाहिँ एउटा प्रोफेसनल लेभलको त्यो एउटा हुन्छ नि स्पिकरहरू, त्यस्तो खालको मान्छेहरू चाहिँ एकदमै प्रोफेसनल लेभलमा बोलेको टाइपको सुनिन्छ होइन। हाई लेभलको माइकहरू युज गरेर बोले जस्तो नेपाली हिन्दी इङ्ग्लिस जस्तो पनि बनाउन सकिन्छ है त यसबाट चाहिँ। अनि म्युजिक भनेको त अब हामी नर्मली तपाईँहरूलाई चाहिँ एकदमै पिसफुल टाइपको म्युजिकहरू होइन, आफूले नै केही बनाउन चाहनुहुन्छ भने चाहिँ त्यो पनि हामी सकिन्छ। सुनो एआई युज गर्छौँ, जहाँबाट चाहिँ तपाईँहरूले बिटहरू पनि बनाउन सके होइन, भोकल पिनाको क्या। अनि सङ क्रिएसन भनेको त ओरिजिनल सङहरू बनाउन सकिन्छ। तर अहिले चाहिँ कभर सङ बनाउनेहरू चाहिँ हटाइदिएको छ है, किनकि धेरै स्ट्राइक खाएर अरूहरूको गीतहरू कपी त्यो के अरे कभर सङहरू गरेर हालेर पैसाहरू जेनेरेट गर्न मिल्दैन कि, मोनिटाइज गर्न मिल्दैन। त्यही भएर त्यो चाहिँ हटाइदिएको रहेछ फिचर्स, अघि देखिरहेको थिएँ मैले। ल हामी चाहिँ सुरुमा यो भोइस ओभर हेर्छौँ है त, एआई भोइस क्रिएसन हेर्छौँ। सो यसको लागि चाहिँ तपाईँहरूले सुरुमा एउटा ब्यानर बनाएर देखाउँछु है त म। त्यो ब्यानर बनाउँछु अनि त्यही ब्यानरमा चाहिँ पछाडि भोकल एड गरिदिन्छु। साथसाथै तपाईँहरूलाई भिडियोमा पनि कसरी गर्ने त्यो पनि एउटा सानो देखाइदिन्छु है त। ल अहिलेको लागि चाहिँ अब हामी के त जहिले पनि हाम्रो च्याट जिपिटी नै है, एकदमै सजिलो पनि हुन्छ कोअर्डिनेट गर्न। सो त्यही भएर चाहिँ हामी के त च्याट जिपिटीलाई नै लिन्छौँ है। च्याट जिपिटीमा जाउँ। मानिलिउँ कि हजुरहरूको अहिले एउटा कुनै एउटा बिजनेस छ होइन, अनि त्यो ब्यानर एउटा बनाउनु, एउटा फोटो बनाउँछौँ। त्यो फोटोमा चाहिँ अनि यसो मजाले एउटा प्रोफेसनल स्पिकर बोल्छ नि त है, बुझ्नुहुन्छ यहाँ डेमो देखाएपछि। जहिले पनि सुरुमा चाहिँ रोल दिनु होला। म अहिले इङ्ग्लिसमा मात्रै रोल दिन्छु एउटा होइन, प्रोफेसनल ब्यानर डिजाइनर भनेर जस यति चाहिँ इङ्ग्लिसमा दिन्छ, अरू सबै नेपालीमा दिन्छु है त। अब कस्तो खालको बिजनेसको चाहिँ गरौँ त भन्दाखेरि, ल एउटा डेमो त हो है, मैले मेरै बिजनेसको लागि लिएँ है त। अनि तपाईँहरूले मजाले साथीहरूलाई रिक्वेस्ट गरेर सोध्नु, यो त बुझ्नु भइसक्यो होला सबैले है। मलाई एउटा प्रोफेसनल लेभलको ब्यानर डिजाइन गर्दैन, मेरो इन्स्टिट्युटको नेम चाहिँ एनजिएलसी हो, जहाँ चाहिँ म एआई कोर्स, ट्युसन क्लासेस अनि अकाउन्टिङ कोर्सहरू पढाइरहेको छु। तपाईँहरूले चाहिँ अनि यहाँनिर इफ तपाईँको यो ब्यानरमा लोगो हुन्छ नि कम्पनीको अथवा भिडियो युट्युबहरू केही गर्दैछ भने चाहिँ लोगो पनि राख्न चाहनुहुन्छ भने चाहिँ मिल्छ है, यहाँ एड लोगो गर्नुलाई यो लोगो युज गर भनेर चाहिँ यसलाई भन्नु पऱ्यो। अझै म सिम्पल लेखिरहेको छु है, कोर्सहरू पढाइरहेको छु, त्यही बेसमा चाहिँ ब्यानर बनाइदेऊ। मोबाइल वाट्सएप नम्बर भनौँ न अझै होइन, यस वाट्सएप नम्बर एउटा ठिक टाइप गरेर राखौँ न। ल यहाँनिर चाहिँ तपाईँहरूले यसरी नेपालीमा पनि खुलाउन सक्नुहुन्छ है, तर अगाडि चाहिँ के त रोल चाहिँ दिनु होला। यो चाहिँ नेपालीमा पनि दिन मिल्यो, तिमी चाहिँ एउटा प्रोफेसनल ब्यानर डिजाइनर हो भनेर पनि भन्न मिल्छ होइन। त्यसपछि मजाले नेपालीमा खोले पनि के त यसले बुझ्छ। अनि तपाईँहरूलाई साइज कस्तो चाहिन्छ है, साइज पनि मेन्सन गर्न सक्नुहुन्छ है त। अझै मैले यतिकै गरिदिएँ है। अब त्यसपछि चाहिँ हाम्रो किन के कनेक्सन लस भएको आयो त, छैन भएको। ओके ल डिजाइन भनौँ न, डिजाइन एज पर माई इन्स्ट्रक्सन। यसले चाहिँ कस्तो खालको भनेर एकदमै त्यो क्वेसनहरू रेज गराएको छ डाइरेक्ट। यसलाई एकछिन स्टप गरौँ। ल एकैछिन है त यसले बनाउँछ। यसले चाहिँ त्यसलाई नै के त यस्तो खालको भनेर त्यो प्रम्प्टहरू दिइरहेको रहेछ कि एकदमै प्रोफेसनल त्यो लेभलको।
हामीलाई चाहिँ चाहेन कि सिधै यसले नै गरिदिएको चाह्यो अहिलेलाई चाहिँ डेमोको लागि। तपाईँहरूले नि आफ्नो व्यवसाय छ भने अथवा कसैको साथीभाइहरूले यस्तो बनाइदिन्छु होइन, बरु सर्भिस चार्ज यति तिर भनेर नि यसो सानोतिनो सर्भिस प्रोभाइड गरेर पनि इन्कम चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ है त। त्यसपछि हाम्रो कहिले 30 सेकेन्डदेखि 1 मिनटभित्रमा हाम्रो फोटो जेनेरेट हुन्छ र दिनमा चाहिँ 4 देखि 5 वटा हुन्छ है त जेनेरेट गर्न मिल्छ फ्रीको एकाउन्ट। इफ तपाईँ चाहिँ अब गुगलबाटै जेमिनाईबाट युज गर्नुहुन्छ नानो बनानाहरू भने होइन, त्यहाँबाट चाहिँ जस धेरै नै गर्न मिल्छ। यही छ नि हाम्रो, मैले फर्स्ट डेमा पनि देखाएको थिएँ तपाईँलाई गुगल जेमिनाई, याद छ कि छैन? यही गुगल जेमिनाई, यहाँनिर गएर त्यही प्रम्प्ट पनि यहाँ हाल्यो भने यसले पनि बनाइदिन्छ। त्यही मैले कपी पेस्ट गरिदिएँ है त, यहाँ पनि बनाउन चाहिँ सकिन्छ। जे यति हो कि च्याट जिपिटीसँग एकदमै कोअर्डिनेट गर्न चाहिँ धेरै सजिलो छ है। सायद तपाईँहरूले नि अलिअलि चलाउनु भइरहेको नि बुझ्न सक्नुहुन्छ। ल हेर्नुहोस् हाम्रो यही ब्यानर अब तपाईँले कोही मान्छेलाई बनाइदिएन भनेको भए कति पैसा लिन्थ्यो त्यसले होइन, 500 त माग्थ्यो नै होला तपाईँहरूलाई होइन। सो यही च्याट जिपिटीलाई चाहिँ सिम्पल अगाडि चाहिँ एउटा रोल दिनु होला, अनि तपाईँको लोगो एड गर्नु मन छ भने चाहिँ यहाँ अपलोड गरेर होइन लोगो चाहिँ यो हुनु पऱ्यो भनेर मेन्सन गर्नुपर्छ है। अनि बल्ल यहाँनिर मेरो के त इन्स्टिट्युटको लोगो आउँथ्यो। ल अहिले चाहिँ यसरी आएको छ, ठिक छ है, राम्रै छ होइन। ल यसलाई चाहिँ म अब के त डाउनलोड गर्छु है त। अनि तपाईँले चाहिँ अब यसमा चाहिँ के बोलेको त्यो डायलगहरू पनि यसलाई चाहिँ सिम्पली नेपालीमै मजाले टाइप गरेर दिन सक्नुहुन्छ, नभए यसलाई नै बोल्दै भनेर पनि भन्न सक्नुहुन्छ है त। म चाहिँ अहिले यसलाई त्यो भोइस ओभरको लागि डायलग दिन्छु है त च्याट जिपिटीलाई, जुन चाहिँ हाम्रो के त शुद्ध नेपालीमा हुनु पऱ्यो है, शुद्ध नेपाली शब्दहरूमा भनौँ न। अनि अब चाहिँ डायलगको लागि शब्दहरू शुद्ध नेपालीमा मिलाएर लेख्थ्यौँ न। तपाईँहरूलाई कहिलेकाहीँ फेरि कन्फ्युज पनि हुनसक्छ है, त्यही भएर यो नै म हाल्दि पनि रहन्छु ल। कहिलेकाहीँ प्रम्प्टमा नि कन्फ्युज हुनसक्छ नि त, एकदमै सिम्पल छ क्या, तर कहिलेकाहीँ तपाईँहरूले सिम्पलमा पनि छुट्न सक्छ, त्यही भएर हो है। यो पनि हालिदिँदा चाहिँ अझै बेटर होला। सो त्यो भयो भने चाहिँ हाम्रो रिजल्ट यस्तो खालको आउँछ भनेर नि हालिदिरहँ होइन। अनि यो प्रम्प्ट पनि एकदमै सिम्पल मैले लेखिरहेको छु होइन, यो पनि हालिदिन्छु ल। यो पनि तपाईँहरूले अनि टाइम मिलेको बेलामा प्र्याक्टिस गर्दाखेरि सजिलो हुन्छ। अब चाहिँ डायलगको लागि यो तलको शब्दहरू शुद्ध नेपालीमा मिलाएर लेख्थ्यौँ न भने मैले, अनि यहाँबाट यसरी तल आउनु होला, सिफ्ट इन्टर थिचेँ मैले, इन्भर्टेड कमा राखिदिन्छु है। त्यसपछि चाहिँ अब फ्युचर बनाउने स्किल्स आजैबाट सिक्नुहोस्, एनजिएलसीमा जोडिनुहोस् र तपाईँलाई मनपर्ने कोर्सहरू लिन सक्नुहुन्छ एकदम सुपथ मूल्यमा हामीलाई कन्ट्याक्ट अथवा वाट्सएपमा टेक्स्ट पनि गर्न सक्नुहुन्छ। यहाँ नम्बर पनि दिनु होला नि, मजाले भन्छ 9761683765। ल एकदमै सिम्पल लेखेको छ है। तपाईँहरूले नि अब कस्तो खालको चाहिँ डायलग बोलेको राख्न चाहनुहुन्छ त्यो खालको लेख्नु होला है त। जे होस् माथि मैले यहाँ यति लेखेँ, यो डायलग चाहिँ तलको होइन शब्दहरू शुद्ध नेपालीमा हुनु पऱ्यो, मिलाएर लेख्थ्यौँ न मात्र भने, अनि यही कस्तो खालको चाहिन्छ त्यही अनुसारले राख्नु होला। त्यसपछि यसले चाहिँ अब के गरिदिन्छ त, यो डायलग हाम्रो रोमन इङ्ग्लिसमा थियो हो, यसलाई चाहिँ अब के त यसले मिलाएर एकदम शुद्ध नेपालीमा यसरी दिन्छ है। अब यसलाई नै हामी यो शब्दलाई चाहिँ हुन्छ नि एउटा प्रोफेसनल मान्छेले बोलेको जसरी बनाउने हो क्या, जुनको लागि चाहिँ मैले तपाईँहरूलाई हिजै पनि देखाएको थिएँ। गुगल जेमिनाई होस्, च्याट जिपिटी युज गर्नु होला, सजिलो पनि छ। मैले हिजो गुगल एआई स्टुडियो देखाएको थिएँ हजुरहरूलाई, फेरि एकचोटि सर रिभाइज गरिदिन्छु ल, लिङ्क पनि हालिदिएको थिएँ त्यहाँ हिजो। यहाँनिर क्लिक गर्नु होला, यो खालको हुन्छ लोगो चाहिँ। यो खोलिसकेपछि तपाईँहरूको गेट स्टार्टेडमा थिच्नुपर्ने हुन्छ यतानिर। त्यसपछि यस्तो खालको आएछ भने चाहिँ यहाँनिर प्लेग्राउन्डमा नि अप्सन छ है, यहाँ प्लेग्राउन्डमा। अनि टेक्स्ट टु स्पिच भनेको चाहिँ जुन चाहिँ हामीले अहिले शब्दलाई के त बोलेको बनाउने यो हो। मैले चाहिँ हजुरहरूलाई हिजो यो देखाएको थिएँ। एकचोटि यो हजुरहरूले मोबाइलमा पनि ट्राई चाहिँ गर्नुहोस् है क्लास सकेपछि, किनकि यो एआईले तपाईँलाई हुन्छ नि लाइक डेली लाइफमा नि तपाईँहरू केही क्वेसन छ, केही प्रब्लम छ होइन, केही कन्फ्युजन डाउटहरू छ भने मजाले यसलाई नै कोअर्डिनेट गरेर नि सोध्न सक्नुहुन्छ कि।
अब त्यस्तो 100% रिलायबल एन्सर त नदेला होइन, त्यही पनि लाइक 60-70% चाहिँ हामी हुन्छ नि अलिकति भयो नि हामीलाई चाहिँ राहत चाहिँ हुन्छ भनौँ न। केही प्रब्लम भयो भने डाइरेक्ट सेयर स्क्रिन गर्नु, जसरी मैले तपाईँहरूलाई अहिले देखाएर छु त्यसरी एआईले देख्छ। अनि हाम्रो माइक चाहिँ अनिवार्य अन हुनु पऱ्यो। त्यसपछि यस्तो यस्तो प्रब्लम भइरहेछ, अहिले वाट्सएपमा यस्तो प्रब्लम आयो होइन, मिटमा यस्तो प्रब्लम आयो, के भइरहेको भनेर पनि मजाले सोध्न सक्नुहुन्छ। यो भनेको चाहिँ के त भिडियो कल गरे जसरी है, साथीहरूलाई भिडियो कल गरे जसरी ट्याक्क हजुरको अनि केही प्रब्लमहरू छ भने यसो यो के प्रोडक्ट हो होइन, यसको फिचर्स के छ, डेट के छ, यसो हेरिदियो भनेर नि यसलाई मजाले भिडियो कलमा बोल्न पनि मिल्छ, अथवा क्यामेरा अफ गरेर डाइरेक्ट टक पनि गर्न मिल्छ है त। गल्ती उत्तर दिन्छ हो र सर, यस्तो त्यही हो त 60-70% मात्रै हुन्छ नि। योसँग चाहिँ लाइक फुल्ली ट्रस्ट चाहिँ गर्न सकिँदैन, 60-70% चाहिँ मजाले सकिन्छ है। अथवा तपाईँहरू च्याट जिपिटीमै बोल्छु भने पनि पाउँछ है, यो देख्नुभएको छ युज भोइस। तर यो भन्दा राम्रो चाहिँ के त हाम्रो गुगल भन्दा चाहिँ च्याट जिपिटीले राम्रो एन्सर दिन्छ है। जुन चाहिँ 60-70% भने म चाहिँ यहाँ चाहिँ 70-80% जस्तो तपाईँको एन्सर एकदमै राम्रै दिन्छ कि यसले। एकचोटि यो पनि ट्राई गर्नु ल च्याट जिपिटीको, यो पनि राम्रो फिचर छ है। ल म चाहिँ अब हाम्रो लेखेकोलाई चाहिँ के त कसरी प्रोफेसनल मान्छेले बोले जस्तो गर्ने त्यो है त। यहाँनिर थिच्नु होला है, यहाँ माथिको पेड प्लानहरूमा क्लिक नगर्नु, यहीँ तलको गर्नु, यहीँबाट पनि राम्रो रिजल्ट दिन्छ है त। अनि स्पिकर चाहिँ दुईवटा बोल्ने कि एउटा बोलेको राख्ने होइन, अब एउटा बोलेको राखौँ यहाँनिर। तपाईँलाई चाहिँ भोइस कस्तो खालको चाहियो त, केटाकेटीको हो, यहाँनिर डाउन एरोमा थिच्नु होला त, यहाँनिर छ। सुरुमा आवाज सुन्नलाई चाहिँ हाम्रो यो प्ले बटन क्लिक गर्ने यसरी यसरी। अनि मलाई चाहिँ सपोज यो ओरस भन्ने केटाको मन पऱ्यो भने केटीको हुन्छ है, अनि योमा क्लिक गर्ने नाममा। त्यसपछि हाम्रो जुन च्याट जिपिटीले दियो है, यो जुन दियो नि यसलाई नै अब तपाईँहरूले ठ्याक्क लाएर इफ यहाँ केही सचाउनु पर्ने छ भने चाहिँ यसो हेर्नु होला, अनि सचाउन पनि के त मजाले सक्नुहुन्छ है त। यसलाई नै मैले कपी गरेँ, यहाँनिर आएर के पेस्ट गर्छु ए। अनि त्यसपछि हाम्रो गो बटन चाहिँ यो है, यसमा नझुकिनु होला, रन कन्ट्रोल भनेर लेखेको छ, यो क्लिक गर्नुहोस्। यो चाहिँ फ्रीमा पनि धेरै युज गर्न मिल्छ, कहिलेकाहीँ लिमिटेसन लाग्यो भने अर्को आइडी युज गर्नुहोस्, मजाले सफिसियन्ट नै हुन्छ आफूलाई चाहिने जति चाहिँ। अनि त्यसपछि अब हामी के गर्छ त भन्दाखेरि यसलाई बोलेको र जुन च्याट जिपिटीले यो हामीलाई इमेज दियो नि ब्यानरको होइन, यसलाई चाहिँ हामी के त लिङ्क गर्छौँ। अनि जुन चाहिँ हाम्रो बिजनेसको एडभर्टाइज गर्न मिल्यो होइन, तपाईँहरूले यही कुरा अरू मान्छेहरूलाई बनाइदियो भने त तपाईँहरूले 2,000 देखि 5,000 माग दिन्छ कि। यस्तो सिम्पल छ होइन, तरिका जानेपछि चाहिँ। अलिअलि एआईमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिअलि आफ्नो क्रिएटिभिटी हुन्छ नि, त्यसले नि म्याटर चाहिँ गर्छ है, कतिको क्रिएटिभ हुनुहुन्छ होइन, अलिअलि कतिको सोच्न सक्नुहुन्छ। एउटा आर्ट हो क्या यो भनेको चाहिँ, सो त्यसले नि म्याटर चाहिँ गर्छ। ल यहाँनिर यो मेरो यो रेडी भयो होइन, यसलाई चाहिँ म अब के त डाउनलोड गर्नुपर्ने हुन्छ है। डाउनलोड गर्ने यहाँ 3वटा डटमा, त्यसपछि डाउनलोड थिच्नु होला है त। अब हामी यसलाई जोड्नलाई चाहिँ के त हाम्रो क्यापकट टुलै युज गर्छौँ है, यहाँनिर छ क्यापकट, तपाईँले हाल्नुभएको चाहिँ छैन। मोबाइलबाट चलाउँदै हुँदैछ भने चाहिँ एकचोटि युट्युबमा सर्च गर्नु होला, फ्री प्लान युज गर्न मिल्छ कि मिल्दैन है। नभए 150मै तपाईँहरूले वर्षकै पनि हुन्छ नि प्रो प्लानहरू युज गर्न मिल्छ, मान्छेहरूले बेचिरहेको हुन्छ है। यस्तो चिसो लगाइरहेको छ म चाहिँ। अनि यहाँ क्रिएट प्रोजेक्टमा थिच्नु होला। एउटा बेसिक एडिटिङ स्किल चाहिँ चाहिन्छ क्या, त्यो सिम्पली जोड्न होइन, नचाहिनेकोहरूलाई फाल्ने होइन, ट्रान्जिसन हाल्ने, ब्याकग्राउन्ड म्युजिक राख्ने, त्यस्तोहरू चाहिँ थोरै जान्यो भने पनि पुग्छ, धेरै प्रोफेसनल पनि चाहिँदैन, त्यतिमै प्रोफेसनल देखिन्छ है। अनि फोटो अथवा भिडियो इम्पोर्ट गर्ने ठाउँ चाहिँ यो है हाम्रो मिडियाको है। अनि यहाँनिर गएर प्लस थिच्नु होला। त्यसपछि यहाँनिर हाम्रो के त डाउनलोडमा जुन अहिलेको इमेज थियो ब्यानर, यसलाई म डाउनलोड गरेँ। अनि तपाईँहरू चाहिँ अडियोहरू अपलोड गर्दै हुनुहुन्छ भने चाहिँ होइन, अडियोको लागि चाहिँ यो है, फेरि यहाँदेखि चाहिँ मिल्दैन, अडियोमा थिच्नु होला। अनि यहाँ इम्पोर्ट देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्, त्यसपछि यो इम्पोर्टमा थिच्नु होला है। त्यसपछि हाम्रो यो अडियोलाई नि म हाल्छु यता। ल अब यहाँ राख्ने तरिका हामी कि त्यसलाई क्लिक गरेर यसरी तल झार्न सक्नुहुन्छ, कि त यो प्लस पनि थिच्न सक्नुहुन्छ है त, यसरी पनि तल आउँछ। अब हाम्रो अडियोलाई नि के त हामी तल झार्छौँ, यसलाई पनि के त प्लस थिच्नु होला। भनेपछि हाम्रो यहाँसम्म छ नि त होइन। यसलाई यो टाइमलाइनलाई बढाउन घटाउन चाहिँ कन्ट्रोल यो CTRL थिचेर हुन्छ नि, माउसको यस्तो बिचको गोलो घुमाउने, यस्तो गर्न सक्नुहुन्छ है। अनि हाम्रो यहाँसम्म छ भनेपछि यसलाई पनि के त त्यहीसम्म यसरी ड्र्याग गर्नलाई है, यस्तो दुईवटा एरो आउँछ, यहाँसम्म राख्नलाई लास्टसम्म है त। अनि तपाईँहरूले ठ्याक्क प्ले गर्दाखेरि
ठ्याक्क यस्तो बोलेको आउँछ है त। अनि जहिले पनि हाम्रो चाहिँ के त ब्याकग्राउन्ड म्युजिकले चाहिँ अझै भिडियोलाई जहिले पनि है एकदमै राम्रो बनाउँछ। मैले हिजो पनि भनिरहेको थिएँ है। त्यही भएर चाहिँ हाम्रो ब्याकग्राउन्ड म्युजिक राख्ने तरिका चाहिँ के त यहाँ म्युजिकमा छ। इफ तपाईँसँग कुनै म्युजिकहरू छ भने नि एड गर्न चाहिँ सक्नुहुन्छ है त। इम्पोर्टै थिच्नु होला, इम्पोर्ट थिच्नु होला। अनि त्यसपछि यहाँनिर तपाईँहरूको चाहिँ अब म्युजिकमा जाऊँ होइन। यो चाहिँ कस्तो भन्दाखेरि हाम्रो एडभर्टाइजमेन्ट टाइपको हो नि त। भनेपछि एडभर्टाइजमेन्ट टाइपकै साउन्ड म्युजिकहरू राख्दाखेरि राम्रो क्या, त्यस्तै खालको ठ्याक्कै हुन्छ नि त। यहाँनिर अनि तपाईँलाई कुन मनपर्छ त्यो चुज गर्न सक्नुहुन्छ है। सुन्नु न एउटा, ल अहिले चाहिँ म यही राखिदिन्छु है त सुरुकै। राख्नलाई चाहिँ के त यहाँ प्लस थिच्ने है त। अनि हामीलाई चाहिँ अब यति मात्रै चाहिन्छ यहाँसम्म मात्रै। योभन्दा उता चाहिँ के त हामीलाई चाहिँदैन है त यो ब्याकग्राउन्ड म्युजिक। सो यतिलाई हटाउने चाहिँ कहाँ छ भन्दाखेरि यहाँ छ है त तरिका। अथवा यसलाई के त स्प्लिट गरेर पनि डिलिट गर्न सक्नुहुन्छ। म चाहिँ अहिले यो थिचेँ है त। यसरी गरे नि उताको जान्छ है। अनि हाम्रो जहिले पनि ब्याकग्राउन्ड म्युजिक चाहिँ जहिले पनि सानो राख्नु होला है, नभए ठुलो बोल्यो भने फेरि एकदमै डिस्टर्बेन्स आउँछ, भोइस ओभरहरू सुनिँदैन क्या। त्यही भएर यसरी भोल्युम घटाउने चाहिँ यही छ भोल्युममा। यसलाई बिस्तारै यसरी सार्नु होला है त। अनि यो पनि अलिक धेरै लामो छ है, यसलाई पनि थोरै यहाँबाट यसरी म यता के त डिलिट गरिदिन्छु है त अगाडिको थोरै भाग। अनि यसलाई नै यता सार्छ है। त्यसपछि एकचोटि थोरै सुन्छु अनि हजुरहरूलाई पठाइदिन्छु। ल यसरी चाहिँ हाम्रो एउटा भोइस ओभर युज गरेर बनाउन सकिन्छ है त। यसलाई चाहिँ अब तपाईँको यहाँसम्म ब्याकग्राउन्ड म्युजिक अझै पुगेन भने यहीँबाट नि यसरी तार्न सकिन्छ है। जुन हामीले कटाइदिएको थियौँ अघि, यहाँबाट यसरी तार्नु होला, यहीँसम्म पुग्छ है त। ल यही नै हो होइन। म तपाईँहरूलाई एकचोटि ग्रुपमा हालिदिन्छु, सबैले सुन्नु होला है त। अब एक्सपोर्ट गर्ने तरिका चाहिँ हाम्रो मैले हिजो पनि सिकाएँ होइन। यसलाई सबैभन्दा अगाडि सबैलाई सिलेक्ट गर्नु होला। त्यसपछि हाम्रो क्रिएट कम्पाउन्डमा क्लिक गर्नु होला। नभए यतिकै डाइरेक्ट एक्सपोर्ट गर्न खोज्नु भने चाहिँ मिल्दैन यहाँबाट एक्सपोर्ट गर्ने। तपाईँले के त प्रो प्लान लिनै पर्ने हुन्छ त्यसको लागि। अहिले चाहिँ म यतिकै प्रो प्लान नलिकन कसरी एक्सपोर्ट गर्ने सिकाइरहेको छु। त्यसपछि हाम्रो भिडियोको तल आएर के त मोसन ब्लर जुन छ यसलाई चाहिँ हाम्रो ठ्याक्क 0 बनाउनु होला। अथवा यहीँ पनि टाइप गर्न सक्नुहुन्छ है त। यसलाई यसरी समातेर यसरी राख्नु, यहाँ 0 हुन्छ है त। त्यसपछि अनि हाम्रो एकैछिन टाइम लाग्छ। अनि म तपाईँहरूलाई पठाइदिन्छु है। अनि माइक अन गरेँ एकचोटि, यो सबैले सुन्नु होला। अनि एउटा थोरै भिडियोको पनि देखाइदिन्छु म। भिडियोमा नर्मली त्यही हो तरिका। तपाईँहरूको चाहिँ भिडियो सुरुमा हामीले फ्लोबाट बनाउँछ नि, त्यही भिडियोलाई यस्तो राख्नु होला होइन। अनि जुन हाम्रो भिडियोको आवाज हुन्छ नि, आवाजलाई चाहिँ यहाँ क्लिक गरेर यो अडियोमा थिचेर आवाज चाहिँ 0 बनाइदिनुहोस्। अनि जुन तपाईँहरूले चाहिँ यो गुगल एआई स्टुडियोबाट भोइस ओभर युज गर्नुभएको छ त्यसलाई नै यहाँ अपलोड गरेर गर्छौँ। जुन चाहिँ अब एउटा भनेको हुन्छ नि त, एउटा एका देशमा एउटा केटा र केटी थियो होइन, यस्तो यस्तो थियो भनेर एउटा डिस्क्राइब गरेको कथाहरू बनाउँछ नि मान्छेहरूले। सो त्यसरी चाहिँ हजुरहरूले बनाउन सक्नुहुन्छ है त। भिडियो पनि सिम्पलै छ। यहाँ भिडियो अपलोड गर्ने, भोइस ओभर अपलोड गर्ने, अनि यहाँ तल राखेर जोड्ने है त। तपाईँहरूलाई लोगो हाल्न मन छ भने चाहिँ के त यहीँ मिडियामा गएर इम्पोर्ट गर्नुहोस् यहाँ लोगो। अनि सिम्पली ड्र्याग गरेर यहाँनिर राख्नु होला। अटोमेटिक नयाँ लेयर एड हुन्छ है त। ल मोसन लेयर यो ब्लर चाहिँ हाम्रो के त 100% भइसक्यो है। त्यसपछि यहाँनिर मेनुमा जानु होला। अनि ब्याक टु होम पेज। त्यसपछि यहाँनिर जानु होला अनि सेटिङमा थिच्नु होला है। अनि जुन हाम्रो यो सेभ टु भने चाहिँ यो ठाउँमा चाहिँ हाम्रो के त यो भिडियो सेभ भयो है। सो यसलाई चाहिँ यहाँ म थिच्छु अनि यहाँ माथि थिच्नु होला है। यसलाई चाहिँ के त कन्ट्रोल सी गर्नुहोस् अनि विन्डोज आर थिच्नु है। अनि पुरानोलाई हटाइदिउँ, नयाँलाई के त कन्ट्रोल बी थिच्नु होला। त्यसपछि ओके गरिदिउँ अनि अटोमेटिक यहाँ खोलिन्छ। यसमा है लास्ट नम्बरतिर हुन्छ जहिले पनि, यता माथि भन्दा नि यहाँ लास्टको हेर्नु होला। त्यसपछि तपाईँको यहाँ रिसोर्सेस भन्नेमा जानु होला है। अनि भिडियो अलग भन्नेमा जानुहोस्। त्यसपछि हाम्रो यहाँ एक्सपोर्ट भइसक्यो है त। नभए बेकारमा किन होइन 1500 2000 किन खेर फालिरहने। यसलाई चाहिँ म अब मेरो डेस्कटपमै राख्छु है त। कन्ट्रोल एक्स थिचेँ, विन्डोज डी थिचेर यसलाई म डेस्कटपमै राख्छु अनि तपाईँहरूलाई पठाइदिन्छु। म एकचोटि माइक अन पनि गर्छु अनि केही क्वेसन छ भने सोध्नु होला। जस अगाडि चाहिँ है, अगाडि चाहिँ हजुरहरूले ब्यानर बनाउँदाखेरि एक्ट एज अ प्रोफेसनल ब्यानर डिजाइनर यस्तो खालको रोल दिएर मात्रै बनाउनु होला। त्यसपछि चाहिँ मनपर्ने आफ्नो नेपालीमै मजाले लेख्नुहोस् होइन, खुलेर लेख्नुहोस् है। अनि बल्ल राम्रो ब्यानर बन्छ है। यो चाहिँ म लेखिदिइरहन्छु, तपाईँहरूलाई सपोर्ट हुन्छ नि त। अनि त्यसपछि हाम्रो डेस्कटपमा एकचोटि सबैले सुन्नु होला। यसरी भोइस ओभर चाहिँ गर्न सकिन्छ होइन। तपाईँहरूले कार्टुनको फिल्मको जे पनि एक्सप्लेन गर्न सक्नुहुन्छ। यति हो कि डायलग मात्रै दिने हो, गर्ने तरिका सेम है त। ल सबैले सुन्नु।
माइक पनि अन छ है। ल हाम्रो सर म्यामहरूलाई केही क्वेसन छ भने सोध्नु होला है त। अहिले माइक अनै छ। केही क्वेसन छ सर? ठिक छ, के छ अघि बढ्दा हुन्छ कि नभए सोध्ने भए सोध्नुहोस्। तर एकचोटि हजुरहरूले चाहिँ अभ्यासै गर्नै पर्ने हुन्छ है। के एकचोटि ट्राई गर्नुहुन्छ त? टाइम दिउँ हाम्रो 10 मिनट जस्तो। ल सबैले भन्नुहोस् है त, नभए म हजुरहरूलाई टाइम दिन्छु, हजुरहरूले क्लास गर्नुहोस्। अनि रिजल्ट कस्तो आउँछ नि त्यसलाई फेरि काहीँ बिग्रियो भने सच्याउँला नि त। के छ हजुरहरूले मोबाइलबाट चलाउनु भइरहेको कि ल्यापटपबाट कि? मोबाइलमा नि तपाईँको ट्राई गर्नुहोस् होइन। एकचोटि सरले चाहिँ यो जेनेरेट गर्न सिक्नु नि त एकचोटि मोबाइलबाटै, गुगल या स्टुडियो यसरी। म एकचोटि फेरि दोहोऱ्याइदिउँ कसरी गरेँ मैले। ल सबैजनाले एउटा अडियो चाहिँ बनाएर पठाउँ न त है, क्यापकटहरू युज नगरौँ अहिलेलाई। सबैजनाले अडियो चाहिँ बनाऊँ है त। म फेरि सुरुदेखि भनिदिन्छु है। सुरुमा चाहिँ अब तपाईँलाई कस्तो खालको डायलग चाहियो, च्याट जिपिटीमा जानु होला है। अनि यो च्याट जिपिटीमा गएर चाहिँ यो डायलग चाहिँ हुन्छ नि एउटा शुद्ध नेपालीमा लेखिदेऊ, अथवा हिन्दी भने हिन्दी, नभए इङ्ग्लिस भने इङ्ग्लिस, जापानिज कस्तो चाहिन्छ होइन त्यसमा चाहिँ मेन्सन गर्नु होला। नेपाली भने नेपालीमा अनि मिलाएर लेखिदेऊ न मात्र भन्नु होइन। अनि तल आएर चाहिँ एकचोटि सिफ्ट इन्टर अथवा मोबाइलबाट चाहिँ तल एकचोटि इन्टर गरेर यहाँनिर अनि तपाईँलाई कस्तो खालको एउटा डायलग राख्न मन छ होइन, कुनै स्टोरी हो भने स्टोरी एकचोटि म्यानुअली टाइप गर्नु होला। एउटा छोटो बनाउनु है त सबैले। अनि च्याट जिपिटीले चाहिँ यसरी हामीलाई शुद्ध नेपालीमा के त नेपाली शब्दहरूमा कन्भर्ट गरेर दिन्छ है। अनि यसलाई नै हामी के गर्छौँ त कपी गर्छौँ है त। तपाईँहरूले मोबाइलबाट भने यसरी सबैलाई सिलेक्ट अल गरेर त्यहाँनिर कपी भन्ने हुन्छ, कपी गर्नुहोस्। त्यसपछि अनि फेरि नयाँ गुगलमा चाहिँ तपाईँले के त गुगल एआई स्टुडियो भनेर खोल्नुहोस् है। गुगल एआई स्टुडियो मोबाइलबाट पनि मिल्छ। अनि त्यसपछि के त यहाँनिर क्लिक गर्नु होला है, यो खालको यो प्रोफाइलमा। अनि गेट स्टार्टेडमा थिच्नुहोस्। अनि प्लेग्राउन्डमा है त, हाम्रो यो प्लेग्राउन्डमा। त्यसपछि यहाँनिर लेखेको भरमा स्पेस जेनेरेट गर्ने छ, यहाँनिर थिच्नु होला है। अनि जुन यो फेरि माथिकोमा क्लिक नगर्नुहोस्, यो पेडमा होइन कि यहाँ तलको सबैभन्दा लास्टको है, यहाँनिर जानु होला। त्यसपछि यहाँ सिङ्गल स्पिकरमा थिच्नु है यहाँनिर। अनि जुनले हामीले च्याट जिपिटीबाट लिएर थियौँ नि त्यही चाहिँ हामी के गर्छौँ त पेस्ट गरिदिन्छौँ है त। यहाँनिर पेस्ट गरिदिन्छौँ। त्यसपछि यहाँ रन कन्ट्रोल भन्ने अप्सन हुन्छ है। इफ तपाईँलाई चाहिँ कुनै मान्छेहरूको अथवा केटीहरूको भोइसहरू चुज गर्न मन छ भने चाहिँ यहाँ अप्सन पनि लिएर गर्नु होला है त। ल सबैले एकचोटि ट्राई गरौँ। ल एउटा सानो क्लिप पठाउँ है त अडियो। म तपाईँहरूलाई 6 मिनट टाइम दिएँ। ल आशा गरौँ अझै बुझिन्छ नि है त। त्यतिन्जेल म माइक अफ गरेर हुन्छ, तर म सुनिरहेको हुन्छ है हजुरहरूको कुराहरू। केही क्वेसन भने चाहिँ सोध्नु होला माइक अन गरेर। केही छैन, अर्को भिडियो हुन्छ। यसरी चाहिँ हामीले भोइस उसबाट गऱ्यौँ है। म लास्ट डेमा चाहिँ अर्को त्यो युट्युबहरूतिर पनि छ, पछि म त्यो पनि सेयर गरिदिन्छु है हाम्रो अरू क्लासहरूको पनि। हाम्रो सरले पठाउनु भएको छ, एकचोटि यसलाई पनि कपी गरेर ग्रुपमा हालिदिएर। हाम्रो म्याम आज किन आउनु भएन? आउनु हुनेछ अथवा हजुरलाई नेक्स्ट ब्याचमा सबैले हेर्नुभयो होला है जहाँसम्म लाग्छ। यो चाहिँ हाम्रो गीत बनाउने उस लिङ्क पनि हाल्दैछु होइन। ल यहाँनिर हाम्रो चाहिँ के त यति मात्रै मैले, यो त हजुरहरूले लेख्न सक्नुहुन्छ नि त जेनेरेट ट्याप बिट। मान्छेहरूले सपोज बिट चाहेर हो, अनि यो म तपाईँलाई पठाइदिन्छु है त कस्तो भएछ। यसरी नै अब हजुरले के त यसलाई डाउनलोड गर्न सक्नुहुन्छ है। अनि के त हाम्रो च्याट के अरे जुन अघि क्यापकट थियो नि त्यसमा पनि यसरी यिनीहरू पनि गीतहरू पनि युज गर्न सकिन्छ है त। तपाईँले आफ्नो क्रिएटिभिटी नै त सबै कुरा होइन, यसरी युटिलाइज गर्नु होला, कहाँ कहाँ फिट हुन्छ। तर यसको लागि चाहिँ फेरि है सब्सक्रिप्सन प्लान लिएको हुनुपर्छ है त सुन्नुको लागि। यतिकै चाहिँ तपाईँहरूको दिँदैन।
ल इफ तपाईँहरू एकचोटि सबैजनाले होइन सुनोमा गएर एउटा बिट बनाउनु होला ल, जेनेरेट ऱ्याप बिट अथवा कुनै म्युजिकहरू होइन विदाउट भोकल। अहिले चाहिँ ल सबैलाई मैले टास्क दिएँ है त, सबैलाई मैले एउटा टास्क दिएँ कि पहिला म्युजिक बनाउन देखाइदिन्छ है त। म्युजिक पनि बनाउन सक्नुहुन्छ, यतिकै लेख्नुहोस् है, जेनेरेट अ नेपाली सङ, यसरी विथ डुइट भोकल, यसरी यसरी पनि दिन सक्नुहुन्छ र सबैजना एकचोटि गीतै भए पनि म्युजिक भयो भने एकचोटि यहाँनिर सिम्पलमा गएर सङ डिस्क्रिप्सनमा गएर सबैले बनाएर एकचोटि मलाई डाउनलोड गरेर पठाउनुहोस् त है, जुन चाहिँ मैले लिङ्क ग्रुपमा हालिदिएको छु। सबैजनाले क्लास गरौँ है त। म माइक पनि अन गर्छु होइन, त्यतिन्जेल हजुरहरूलाई के क्वेसन छ भने माइक अनै छ, सोध्न सक्नुहुन्छ है, अनै छ सबैजनाको। ल एउटा क्लास गरौँ फेरि। ल स्टेप 1 मा सुनो एआई म्युजिकमा जानु होला। स्टेप 1 मा सुनो एआई म्युजिकमा जानु होला। त्यसपछि सुरुमा यो लोगो देख्न सक्नुहुन्छ, सुनोको, सुनो भनेर लेखिरहेको हुन्छ है। अनि त्यसपछि फर्स्ट टाइम हो भने तपाईँहरूको आइडी चाहिँ के त लिङ्क गर्नु होला है, यो खालको लोगो है सुनोको चाहिँ। एकचोटि जिमेल आइडी लिङ्क गरेर सबैजनाले एउटा हिन्दी इङ्ग्लिस नेपाली जस्तो पनि बनाउन सक्नुहुन्छ है त्यसलाई। सबैले गीत एकचोटि ट्राई गरेर पठाउनु मलाई, तपाईँहरूलाई 5 देखि 10 मिनट टाइम दिएँ ल मैले, किनकि हामी लगभग आजको चाहिँ कोर्स इन्डतिर आइसक्यौँ, त्यही भएर भ्याउँछ। ल म एकचोटि वासरुम गएर आइहाल्छु है, सबैजना गर्दै गर्नु ल। ए मोबाइलबाट सर, मोबाइलबाट चाहिँ तपाईँहरूको एपहरू पनि हुन्छ होइन सुनको चाहिँ, सो एपहरूबाट पनि सजिलो चाहिँ हुन्छ है। ल ठिक छ, यो कम्प्युटरबाट कोही बनाउँदै हुनुहुन्छ भने भन्नु ल, नभए हामी अगाडि बढौँ ल। मोबाइलमा चाहिँ एप बेटर हुन्छ है, वेबसाइटमा गएर गर्नुभन्दा नि। यस्तो आउँछ होइन तपाईँको, अनि त्यहाँनिर तपाईँले यो जी भनेर देख्नु भयो नि होइन, फेसबुकै त छेउमा लोगो, त्यहाँ क्लिक गर्नु होला। गुगल अकाउन्ट सुरुमा लिङ्क गर्नुपर्ने हुन्छ सर, एकचोटि लिङ्क गर्नुहोस् त, जीमा थिच्नुहोस्, किनकि फर्स्ट टाइम चलाउँदै हुनुहुन्छ नि त सुन्नु, त्यही भएर। ल कसैको एकजनाको भयो भने मलाई पठाउनु है त, म्युजिकै बनाए नि हुन्छ, गीतै बनाए नि हुन्छ है त।
कसैको हाम्रो हुँदैछ? ए ए ओके सर, त्यसो भए हाम्रो रवि सरको चाहिँ के छ, हुँदैछ सर? नभए हामी अगाडि बढ्छौँ है, यसो म्यासेज गरिदिनु नि त, हुँदैछ भने एकचोटि थोरै हेरिदिउँ न त। सङ डिस्क्रिप्सनमा यहाँनिर सुरुमै जाउँ, यहाँनिर गएर चाहिँ तपाईँहरूले अब एक्सप्रेस गर्नु न, जेनेरेट नेपाली सङ होइन, नेपाली सङ यति मात्रै भने नि हुन्छ। अब कस्तो खालको हुन्छ हट ब्रेक टाइपको होइन, एक्सप्लेन गर्न सक्नुभयो क्या। अनि कस्तो हुन्छ भने अब गिटारहरू कस्तो खालको होइन, ड्रमहरू भएको चाहिने हो कि त्यस्तो खालको इन्स्ट्रुमेन्टहरू पनि एड गर्न सक्नुहुन्छ। इफ केटाको मात्र हो भने मेल भोकल भनेर लेख्नु होला होइन, जस खुलाउने क्या, आफूलाई कस्तो खालको चाहिँ सोचिरहनु भएको छ त्यही खालको खुलाउने मात्र हो। त्यतिमै चाहिँ यसले के हो त तपाईँलाई राम्रो गीत बनाएर दिन्छ है त। एकचोटि हाम्रो सरहरू एउटा ट्राई गरौँ न त, हाम्रो अझै 20 मिनट टाइम बाँकी छ है। भ्याउँछ तपाईँहरूले 15सम्म पठाउनु भयो भने चाहिँ। जुन चाहिँ मैले अघि सुरुमा पिसफुल टाइपको यो म्युजिक बनाएको थिएँ त्यो पनि बनाएर रहेछ है, हालिदिइरहन्छु। डाउनलोड गर्ने तरिका चाहिँ है यही 3वटै डटमा है, 3वटा डटमा यहाँ तल देख्न सक्नुहुन्छ है डाउनलोड भन्ने, मोबाइलमा पनि त्यस्तै अप्सन। अनि त्यसपछि MP3 अडियो गरेँ मैले डाउनलोड। अनि यो चाहिँ मैले अहिले भर्खरै प्रम्प्ट दिएको थिएँ, त्यो पनि हजुरहरूलाई हालिदिन्छ है त। एकदम पिसफुल टाइपको म्युजिक बनाइरहेछ, तपाईँहरू आफ्नै युजको लागि मजाले बनाउन सक्नुहुन्छ। ल हाम्रो सरहरू कसैको हुँदैछ एकदम म्यामको? सर भोलि गरेर पठाउँछु, यो सिक्ने बेला म बाहिर जानु पऱ्यो सर। इट्स ओके सर, ल समस्या हुन्छ होइन हामी सबैको, ठिक छ। ल त्यसो भए भोलितिर यसो गर्नु है सबैले, एकचोटि ट्राई गर्नु। अनि केही क्वेसन कन्फ्युजन अथवा केही क्वेसन भयो भने त हामी क्लासमा डिस्कस गरिहाल्छ है त। ल अब चाहिँ अब मानिलिउँ कि होइन तपाईँलाई चाहिँ अब कुनै एउटा यस्तो गीतहरू त इफ तपाईँको लिरिक्स छ भने लिरिक्स पनि हाल्न सक्नुहुन्छ होइन, अथवा तपाईँको चाहिँ अब कुनै एउटा टाइपको गीत चाहिँ सोच्नु भइरहेछ अरे होइन, जुन चाहिँ लिरिक्स चाहिँ लेख्न आउँदैन तर स्टोरी चाहिँ यस्तो टाइपको भनेर सोच्नु भइरहेछ भने पनि के त त्यो पनि बनाउन पोसिबल छ है त। सो त्यसको लागि चाहिँ जहिले पनि हामी के त च्याट जिपिटीलाई नै बेस मान्छौँ है। अब यसलाई चाहिँ हामीले रोल दिनु पऱ्यो है, सुरुमा एक्ट एज अ प्रोफेसनल सङ राइटर भनेर लेखेँ है त मैले। सो हजुरहरू नि सुरुमा चाहिँ यो लेखेर स्टार्ट गर्नु होला, ग्रुपमा नि हालिदिइराख्नु अझै सजिलो हुन्छ है यसरी। अनि त्यसपछि चाहिँ अब एक्सप्रेस गर्न सक्नुहुन्छ कि कस्तो टाइपको होइन, मायामा धोका खाएको टाइपको थियो कि कस्तो खालको, हिन्दी सङ हो कि नेपाली हो कि होइन। एक्ट एज अ प्रोफेसनल सङ राइटर, नेपालीमै लेखौँ है त। मलाई एउटा लङ डिस्टेन्स टाइपको गीतको लिरिक्स लेख्दैन, एकदम स्याड टाइपको हुन पर्यो, हिन्दी सङ भनेर लेखेँ है त मैले। ल यसरी भन्नुभयो भने के त यतिमै तपाईँलाई के त यसले गीत बनाएर दिन्छ है त। यो चाहिँ कुनै अरूहरूको कपी गरेको होइन, यो च्याट जिपिटीले ओरिजिनल सँगै दिन्छ है त, तपाईँहरूले चाहेको अनुसारले। यसलाई नै हामीले अहिले सुन्नमा राख्न सक्छौँ है। मायामा धोका खाएको छ ठिक छ सर, हाम्रो लङ डिस्टेन्स पनि हुन्छ नि एकदम स्याड टाइपको होइन, अब मायामा धोका नि स्याड टाइपकै हुन्छ। एकचोटि त्यो चाहिँ हजुरले बनाउनु होला। ल तपाईँलाई मैले होमवर्क दिएँ है त, भोलि आउँदा ठ्याक्क हजुरले बनाएको सुनाउनु होला है। अनि त्यसपछि यसरी भर्स अनुसार दिएको छ है, प्री कोरस कोरस। अब हामीलाई त ठ्याक्क थाहा हुँदैन नि त, इफ तपाईँहरू सङ राइटर पनि हुनुहुन्छ भने आफ्नैहरू गीतहरू पनि यसरी मजाले ल एउटा फ्लोमा लेख्नु होला। अनि यसलाई नै के त हामी ब्रिज, ओहो धेरै लामो रहेछ है। ल ठिकै छ, सबै कपी यसरी चाहिँ। अनि हजुरहरूको लिरिक्सहरू छ भने कपी गरेर हाम्रो के त सुनमा यहाँनिर देख्न सक्नुहुन्छ। इफ लय चाहिँ यस्तो टाइपको हुनु पऱ्यो भने चाहिँ के त हामीले अडियोबाट रेकर्ड गरेर पनि दिन सकिन्छ है। लय भन्नाले मेलोडी हुन्छ नि गीतको। इफ होइन यो लिरिक्स अनुसारको चाहिँ हुनु पऱ्यो टाइपको छ भने चाहिँ के त लिरिक्समै जान सक्नुहुन्छ, अथवा एडभान्समा पनि है त। यहाँ लिरिक्समा गएर यहाँनिर चाहिँ के त त्यो पेस्ट गरिदिएँ है मैले। जुन यो लिरिक्स छ यही लिरिक्स अनुसार चाहिँ यसले के त हिन्दीमा गीत बनाउँछ है। अनि स्टाइल चाहिँ अब यहाँनिर एक्सप्रेस गर्न सक्नुहुन्छ, केटाकेटीको आवाजहरू होइन कस्तो खालको
अहिले चाहिँ मैले के त यो चाहिँ स्टाइलमा चाहिँ अब तपाईँहरूको कुन जनरा छ होइन, कुन इमोसन छ, कुन भोकल डेलिभरी छ, त्यो सबै यहाँनिर खुलाउन सक्नुहुन्छ कि। अहिले चाहिँ स्याड इमोसनल स्टाइल मात्रै लेखेँ मैले ल, स्याड इमोसनल स्टाइल। अब चाहिँ गिटार र ड्रमहरू पनि भएको है त, विथ गिटार एन्ड ड्रम। भोकल पनि मेल फिमेल दुइटै राख्न चाहनुहुन्छ त्यो पनि लेख्न सक्नुहुन्छ कमा होइन, अथवा केटाको मात्रै हुन्छ भने नि यहीँ पनि मेल भोकल पनि लेख्न सक्नुहुन्छ, अथवा यहाँ मोर अप्सनमा गएर हाम्रो चाहिँ के त यहाँनिर क्लिक गर्नु होला है त। अहिले चाहिँ केटीले गएको बनाइदिनु न त ल, केटीले गएको है। अनि यो गीतको नाम चाहिँ के हो त होइन, डेमो सङ। तपाईँहरूलाई चाहिँ अब ओरिजिनल सङहरू पनि बनाउन चाहिँ हेल्प गर्छ इफ तपाईँहरू चाहिँ अब म्युजिसियन हुनुहुन्छ भने, म्युजिक लभरहरू हुनुहुन्छ भने चाहिँ। अनि हामी क्रिएट गर्छु। त्यसपछि आजलाई यति नै गरौँ होला। अनि सबैजनाले एकचोटि यो क्लासको भिडियो हेर्दै भोइस ओभरहरू कसरी युज गर्ने त्यो सिक्नु होला है त। अनि जुन चाहिँ अघि मैले तपाईँलाई यो गुगल या स्टुडियो छ नि यो सिकाएँ नि, इन्फर्मेसन चाहिँ हो, कतिपय अलिअलि रङ पनि हुनसक्छ। सो यसको लागि चाहिँ कुन चाहिँ अलिकति बेस्ट वे यो हुन्छ युज गर्दा भन्दाखेरि चाहिँ तपाईँहरूले कहिलेकाहीँ अब जब इन्टरभ्यूहरू फेस गर्नुहुन्छ नि, त्यति बेला प्र्याक्टिसमा नि युज गर्नु होला क्या। अनि कहिलेकाहीँ पब्लिक स्पिकिङ गर्नुपर्ने हुन्छ नि त्यत्रो क्राउडको अगाडि, सो त्यति बेला पनि योसँग चाहिँ मजाले सिक्नु होला। कोही साथीभाइ पाएन भने सो त्यस्तो सिचुएसनमा नि युज गर्न चाहिँ सक्यो है यसलाई, कहिलेकाहीँ इन्टरभ्यूदेखि लिएर सबै कुरामा यसलाई चाहिँ भन्नु चाहिँ पऱ्यो। यहाँनिर हाम्रो भएपछि आजको लागि चाहिँ हामी यति नै इन्ड गर्छौँ। सबैजनाले एकचोटि ट्राई चाहिँ गर्नु, सजिलो छ तर गीतको पनि। यो सबै भइसक्छ नि म हालिदिन्छु है, ठिक छ। लिरिक्स अनुसारै गइरहेछ गीत चाहिँ। यसरी इफ तपाईँको आफ्नै लिरिक्सहरू छ भने पनि के त यहाँनिर आएर एक्सप्रेस गर्न सकिन्छ है त। त्यसपछि यहाँ भइसकेपछि डाउनलोड गर्ने अप्सन त त्यही नै हो, म हालिदिन्छु। अनि आजको लागि क्लास यति नै इन्ड हुन्छ ल। त्यतिन्जेल चाहिँ तपाईँहरूलाई केही क्वेसन छ भने सोध्नु होला। माइक पनि हाम्रो अनै छ है, माइक पनि अनै छ। केही क्वेसन छ भने सोध्नु होला है त, हामी तिनजना मात्र छौँ। एकैछिन टाइम चाहिँ लिन्छ। हजुर सर, यसपछि तपाईँको अब यही फाइनल हुन्छ होइन। इफ एडिटहरू गर्न मन छ भने चाहिँ यहाँ एडिटको नि अप्सन चाहिँ हुन्छ, यो ओपन इन एडिटर। डाउनलोड भएन हजुरको यहाँ? हजुर हजुर। अनि MP3 अडियोमा थिच्नु न। तपाईँको यो घुमिसकेको छ कि छैन सुरुमा? यो पहिला लोड हुनुपर्छ पुरै, यो लोड भएपछि मात्रै ट्राई गर्नु होला है। हजुर हजुर हजुर, लोड भइसकेपछि मात्रै तपाईँको WAV मा चाहिँ अब अलिकति। हजुर सर, ए ओके ल। WAV भनेको चाहिँ अलिकति अझै साउन्डको क्वालिटी अझै राम्रोवाला हुन्छ होइन, ठुल्ठुलो स्पिकर बजाउँदा नि। त्यसको लागि चाहिँ हामीले सब्सक्रिप्सन प्लान लिएको हुनु पऱ्यो है। सो अहिलेलाई चाहिँ हजुर सर यही फाइनल भयो। इफ एडिट गर्नु मन छ भने चाहिँ तर त्यसको लागि चाहिँ प्रो प्लान लिनुपर्ने हुन्छ। यहीँमा अलिअलि कुनै भागहरू नमिला जस्तो लाग्यो भने एडिट पनि गर्न चाहिँ सकिन्छ, सहिलै छ। त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ है। हजुर सर, यो के अरे अब हाम्रो उसमा हाल्ने भन्नुभयो भिडियोतिर। हजुर यो गीत हो अहिले, यो चाहिँ गीतै आयो सर अहिले, मैले गीतै बनाएर देखाएको। सुन्नु है त, अघि चाहिँ अब म्युजिक सिकायो हो, अहिले चाहिँ गीतै लिरिक्स हालेर पनि सिकाएको छु। नभए सङ डिस्क्रिप्सनमा डाइरेक्ट हुन्छ नि मेल फिमेल भोकल भनेर पनि लेख्नु होला, गीत पनि भन्छ है त। जुन मलाई ChatGPT लिरिक्स दिएको थियो त्यही लिरिक्स अनुसार यो गीत बनाएँ त्यसले। एकचोटि सबैले ट्राई गर्नु है। अनि केही क्वेसन हुँदाखेरि चाहिँ हामी भोलि क्लास स्टार्ट गर्ने बेलामा
10 मिनट मजाले डिस्कस गर्छौँ है त। ल ओके सबै सर म्यामहरूलाई गुड नाइट है त। हस्।